वेलकम टु माई न्यू भ्लग। आज चाहिँ म फेरि मेरो नयाँ भ्लग लिएर आएको छु। आज चाहिँ म कहीँ गइरहेको छु है, कहाँ जाँदैछु यो भ्लग चाहिँ लास्टसम्म हेर्नु होला। हस् त। अब म चाहिँ कहाँ आउँदैछु भनेर टक्क देखाउँदैछु है। यहाँ पशुपति गौशालामा छु। आज चाहिँ मलाई यति धेरै खुसी लागेको छ किनभने म कति यहीँ बसिसकेको 2-3 महिना भएको थियो। त्यो दर्शन गर्न पनि जुर्नुपर्छ अरे भन्छ नि, त्यस्तै के। अनि दर्शन गर्न गएको थिइनँ मेन मन्दिरमा चाहिँ। म आरतीहरू हेर्न चाहिँ गइरहन्थेँ, तर मेन मन्दिरमा दर्शन चाहिँ गर्न गएको थिइनँ। आज मौकाले जुरेको छ। सो आज चाहिँ म नुहाइ गरेर बिहानै टक्क सफा भएर दर्शन गर्न आएको छु पशुपतिमा। पशुपतिको दर्शन गरी फर्किसकेँ। अब फर्किने क्रममा चाहिँ भित्र फोटो तथा भिडियोहरू खिच्न अलाउड छैन। सो म चाहिँ बाहिर खिचेर के खिचे जस्तै लाग्यो चाहिँ होइन रहेछ। खिचेर म फर्किसकेँ। यता घुम्दैछु उता घुम्दैछु। यहाँ त म जति दर्शन गर्न आए पनि मनले अझै दर्शन गर्न पाए हुन्थ्यो, अझै हेर्न पाए हुन्थ्यो भइरहन्छ कि। त्यस्तो खालको एकदम भाइब्सहरू आइरहन्छ मलाई चाहिँ। खै के भएको जति हेरेर पनि नबुझ्ने। म चाहिँ यहाँ परेवा कस्तो राम्रो देखेँ अनि हेर्दैछु। आची म त परेवाले नि आची गर्दा क्या भन्दै थिएँ। बसिरहेको छ। मैले त चारो ल्याएको थिइनँ। गाइस, साथी नसँगै एक्लै जीवन रङ्गिलो चङ्गे भन्ने जस्तै म चाहिँ अब ठक्क आएर यहाँ बसिरहेछु है। एक्लै आनन्द छ। एकछिन अब बस्छु। अनि खाना नखाइरहेको थिएँ नि त। अनि खाना खान बाहिर जानुपर्ने छ। अहिले चाहिँ त्यस्तो धेरै भोक लागे जस्तो छैन। अनि सो म चाहिँ अहिले खाना नजाउँ, एकछिन यसो हेरौँ न त यो परिसर बुझौँ भनेर ठ्याक्क बसिरहेको छु है। यस्तै बस्ने क्रम जारी छ। यहाँ आएपछि मन आनन्द लाग्छ। बसिराखौँ जस्तो, रात दिन यहीँ आनन्दले बसिराखौँ जस्तै हुन्छ। सबै पीडाहरू पनि बिर्सिन्छ यहाँ आइसकेपछि। केही हुँदैन है। एकदम राम्रो छ पशुपति जे होस्। अब चाहिँ म लास्टमा जाँदैछु कि। अब मैले सबै थोक गरिसकेँ, ढिलो हुन्छ नि त। अनि अब म निस्किनु पर्छ। सो म चाहिँ अब निस्किँदैछु। एक्चुली गाइस, अब म चाहिँ फर्केर आइसकेँ। यहाँ चाहिँ यता हाम्रो चाहिँ क्रिकेट ग्राउन्ड हुँदै आउनुपर्छ। अनि अब ओद्रिसकेँ। अब म चाहिँ जाँदैछु कि। सो आजको लागि यति नै। बाइ बाइ गाइस।